आज चाहिँ म मनकुमार भाइ अनि गणेश भाइसँग चाहिँ अनिल सुब्बाद्वारा निर्देशित कछुवा र खरायो भन्ने नाटक हेर्नको लागि आज म इलाम चुलाचुली आइतबारतिर लाग्दैछु। हामी चाहिँ अहिले प्यार भाइ मनकुमार भाइको गाउँ एरियातिर लाग्दैछौँ भनौँ, बुकुवातिर लाग्दैछौँ। तमुकबाट हिँडेको केही समयपछि हामी मनकुमार भाइको निवास नजिकै आइपुग्यौँ। अब केही समयपछि हामी भाइको निवास पुग्नेछौँ। हामी लाग्दैछौँ अगाडि। हामी जोस् यता मनकुमार भाइको घरमा निस्केर जानुपर्ने भएकोले गर्दाखेरि चाहिँ हामी यो बाटो लाग्दैछौँ। हाम्रो पछि चाहिँ अनिस भाइ र हाम्रो गणेश भाइ पनि आउँदै हुनुहुन्छ अर्को दोस्रो बाइकमा। जुन घर म पहिला जाँदाखेरि यहाँ एउटा पिलर मात्रै उठाइँदै थियो, तर बधाई छ मनकुमार भाइलाई, घर राम्रो लाग्यो। एउटा लिम्बूपन देखिने। सुरुमा त यो घर यति ठुलो हुन्छ जस्तो लाग्दैन थियो, तर घर घुमेँ, छतमाथि पनि चढेँ, निकै ठुलो लाग्यो। जुन मूल घर चाहिँ भत्काइएछ, त्यहाँ मनकुमारको मम्मीसँग पनि भेट भयो। यो मनकुमारको घर किचन हेरिसकेपछि फेरि अब यहाँ केही समयपछि हाम्रो गणेश भाइ र अनिस भाइ पनि आउनु भयो। अनिस भाइसँगको मेरो सहकार्य केही दिनमा एउटा पक्कै पनि एउटा नयाँ कोसिस लिएर आउँदैछौँ। यहाँ हाम्रो छोरी मनकुमार भाइको प्यारी छोरी, उहाँ पनि नाटक कछुवा र खरायो हेर्नको लागि हामी पुगेपछि हतार लुगा लाएर आउनुभयो। अनि अब हामी अगाडि बढ्छौँ। मनकुमार भाइको घरदेखि अलि अगाडि बढेपछि फेरि एउटा यो झोलुङ्गे पुल, जहाँ मैले भिडियो गरेँ, तर मलाई डर लाग्यो भए पनि भिडियो गरेँ क्या, फोन पो तल झर्छ कि जस्तो लाग्यो। पछि चाहिँ मेरो प्यार भाइ गणेश र प्यार भाइ अनिस भाइ पनि पछि लाग्नुभयो। हामी गयौँ। यहाँ हामीले बिचमा छोरीलाई पनि राखेर हामी अगाडि बढ्यौँ। अब अहिले चाहिँ भने हामी आइतबारे अवस्थित रहेको चुलाचुली रङ्गमञ्चतिर जाँदैछौँ, जहाँ कछुवा र खरायो आजबाट नै मञ्चन भएको। यहाँ जाने क्रममा चाहिँ यहाँ मनकुमार भाइको आफन्त छरछिमेकहरूसँग पनि भेट हो। उहाँसँग बोल्दै यो चाहिँ अलिकति हेर्दासम्म भए पनि यो निकै उकालो लाग्यो क्या, बाइकले तान्दैन कि जस्तो लागिरहेको थियो। तर सजिलो बाइकले तानेपछि हामी फेरि तेर्सो लाग्यौँ। यो तेर्सो लागेको केही समयपछि हामी चुलाचुली रङ्गमञ्चको प्राङ्गणमा पुग्नेछौँ, जुन जहाँ यहाँ चाहिँ होइन अब यसरी हामी जाँदैन छौँ क्या। तर यहाँ पुगेपछि चाहिँ अब हामी, मलाई लाग्छ मनकुमार भाइले दमकदेखि नै हेलमेट नलाइ मलाई त्यो ठाउँसम्म पुर्याउनु। यहाँ यो पहिला के भन्थ्यो, तर अहिले सयपत्री चोक भनेर बनेको रहेछ। यहाँदेखि हामी फेरि चुलाचुली रङ्गमञ्चतिर लाग्यौँ, जहाँ यो रङ्गमञ्चबाट अहिले ख्यातिप्राप्त हाम्रो भाइहरू अनिल सुब्बा, मनाङ लौती, त्यसै गरी हाम्रो निर्देशक ज्यू चेतन नाङथुपको, यहाँ जो बाइक चलाउँदै हुनुहुन्छ मनकुमार भाइ, उहाँहरूको यात्रा अथवा यो कला क्षेत्रमा यात्रा यही चुलाचुली रङ्गमञ्चबाट भएको थियो।
अब हामी पक्कै पनि मलाई लाग्छ नजिकै पुग्यौँ। हामी ट्याक्कै पुग्यौँ भनेपछि मनकुमार भाइले बाइक रोक्नुभयो। यहाँ चाहिँ नाटक कछुवा र खरायोको लागि पूर्ण तयारी हुँदो रहेछ। यो गर्दा गर्दै मैले हेरेँ चिनेको कोही देख्छु कि भन्दा भन्दै यहाँनिर हेरेँ काम धमाधम भइरहेछ। मलाई मान्छे चिन्नु पनि गाह्रो भइरहेको तर मैले पर हेर्दा हो कि जस्तो लाग्दै निर्देशकज्यू अनिल भाइसँग भेट भयो। अनि एकछिन यहाँनिर भेट भयो। यो माहौल यसरी थियो। यहाँ जुन यसरी बन्दैछ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू चुलाचुली रङ्गमञ्च भनेर। अब यो जुन पुल चाहिँ हामी रङ्गमञ्चमा पुग्नुभन्दा अलिकति अगाडिको पुल हो। तर मैले यो पहिलो पुल पनि यसरी हामीले पार गरेर गयौँ भनेर यो चाहिँ हामी दमक देखि गएपछि यो पहिलो पुल जुन बुक्वातिर लाग्दाखेरिको पुल हो। अब यहाँ नाटक यसरी बसेर हेऱ्यो। सुरुवात र मेरो जीवनमै पहिलोपल्ट जुन यसरी नाटक हेरेँ। जुन नाटक तपाईँहरू पनि हेर्नुहोस्। पूर्वदेखि पश्चिमसम्म यो नाटकको यात्रा आजबाट सुरु भएको छ। भोलि चुलाचुलीमै रहनेछ भने अब कन्टिन्यू यो यात्रा चुलाचुली रङ्गमञ्चको सहकार्य र एक थिएटरको प्रस्तुति रहेको यो नाटक तपाईँहरूकै घर आँगनमा आइपुग्दैछ। हेरिदिनु होला। यो नाटकबाट तपाईँहरूले एउटा के भने कस्तो हुन्छ भने कसैले पनि हेप्नुहुन्न, पेल्नुहुन्न, घमण्ड गर्नुहुन्न। सबैमा आफ्नो आफ्नो प्रतिभा छ। पशुपक्षी वनस्पतिहरूको पनि एउटा चाहिँ बाँच्ने जिउने अधिकार हुन्छ भन्ने पनि सिकाउँछ यो नाटकले। जुन यो स्क्रिनमा देख्दै हुनुहुन्छ हेर्दा टिभी नै हेर्दैछु हुने होइन। जुन फिल भयो कतै गएर भिडियो पो बनाएर ल्याएको कि जस्तो जुन अनुभव भयो। तर यहाँ रियल लाइभ यहाँ चाहिँ तपाईँहरूले स्क्रिनमा देख्दै हुनुहुन्छ। सङ्गीत त्यस्तै राम्रो छ। खरायो र कछुवा एक थिएटरको प्रस्तुति भनेर यहाँ हेर्दै हुनुहुन्छ तपाईँहरू। जुन नाटक सकिएपछि अब हाम्रो यात्रा दमक नै फर्किनु पर्ने भएकोले सरहरूसँग केही गफ गरेर हामी फर्क्यौँ। तर रमाइलो के रह्यो भने चाहिँ फर्किँदा गणेश भाइको बाइकमा फर्क्यौँ हामी तिनजना। तर फर्किँदा बाइकको चाहिँ लाइट छैन रहेछ। यो लाइट भन्दा चाहिँ मिटरको लाइट धेर बल्ने भएकोले गर्दा अगाडि बाटो यसरी थियो अँध्यारोमै। तर भाइले दिनरात हिँडेकोले गर्दा दाइ कहाँनिर खाल्टो, कहाँनिर घुम्ती, कहाँ कस्तो छ भन्ने सबै थाहा छ, नडराउनुहोस् भन्नुभयो। नत्र मैले मोबाइलको टर्च पनि बाल्छु।